हामी श्रम गर्ने अभियानमा छौँ। हाम्रो दाजु काका मामा भतिजो दाजुहरू हुनुहुन्छ। एकदम हामी श्रम गर्ने क्रममा छौँ। हालिसिटुवा चाहिँ नगरपालिका वडा नम्बर 9 गाविस वडा कार्यालय माखमण्डीको बाटोमा चाहिँ हामी एकदम एकजुट भएर लागिरहेछौँ। कृष्ण दाई, हामी एकदम लागि छौँ हैन हजुर? हजुर, हामी यो श्रम गर्दाखेरिमा कोही पनि मरिँदैन होला। त्यो रक्सी जाँड खाएर बस्ने भन्दा श्रम गरेर बाटो बनाउने क्रममा छौँ। सबैजना लागि परिरहनु भएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद। मामा, हामी श्रम गर्ने अभियान हैन हजुर? एकदम 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 लागि परिरहेका छौँ हामी। हाम्रो यो सानो कुरा हुँदैन। देशको प्रधानमन्त्री भए पनि यसै गर्नुपर्ने हुन्छ। श्रममै आउनुपर्ने हुन्छ। हामी लागि परिराख्नु पर्यो। सदाबार भेटिराख्नु पर्यो। सबैजना लागि गरौँ। देशको विकास हुन्छ। हातमा हात काँधमा काँध मिलाएर गर्नुपर्ने भयो। जहाँ रक्सी कम गरौँ, श्रमदान ज्यादा गरौँ। हो हामी गाडीहरू फाड्ने तर्फमा छौँ है हजुर। एकदम बाटोको चाहिँ